हामी त्यो कुरामा आएको हो खासमा होइन करप्सन यस्तो उस्तो यिनीहरू सबै यो कुराहरू पछि पछि अझै बढ्दै गएपछि होइन यहाँ गोली चल्यो के भयो त्यस्तो भएपछि सबैजना आक्रोश एकदम बढेर अनि त्यसपछि झन् हरेक कुराहरू सानो सानो कुराहरू एकदमै त्यो हुन्छ नि लुकेको दबेको कुराहरू निक्लेर आएको हो क्या त्यसपछि चाहिँ हामी त त्यो कुराहरूमा त्यसरी त्यो माग लिएर त आएको थिएनौँ हामी यहाँनिर यस्तो हुन्छ नि एकदमै भाइलेन्स होस् दङ्गा होस् भनेर त हामी आएको थिएनौँ। हजुर मेरो नाम एन्जेला खत्री अनि हजुर आएको थिएँ म हजुर अहिले चाहिँ अब माहौल परिवर्तन भएको छ हजुर अहिले तपाईँहरू चाहिँ शहीद दिवसको उपलक्ष्यमा तपाईँहरू यो ठाउँमा चाहिँ उहाँहरूलाई सम्झना गर्न आउनुहुन्छ शहीदलाई हजुर तपाईँहरूको जेएनजी पनि 76 जना शहीद हुनुभयो यसलाई तपाईँले कसरी लिइरहनु भएको छ? अब आज त हामी यहाँनिर शहीद दिवसको उपलक्ष्यमा शहीदहरूलाई हजुर सम्झना गर्नलाई आएको हो होइन अरू मलाई यस्तो पोलिटिकल कुराहरूको चाहिँ खासै त्यो छैन सो तपाईँले सोचेको अनुसारको भयो कि भएन के छैन सरकारप्रति यो राज्यप्रति गुनासो कायमै छ हजुर के चाहिँ सरकारले गर्दोस् भन्ने चाहिरहनु? अब सरकारसँग सुरुमा जेएनजी प्रोटेस्टको सुरुवात त फेसबुक इन्स्टाग्रामहरू ब्यान भएर त्यस्तो कारणले हजुर सोसियल मिडिया ब्यान भएको कारणले सुरुवात भएको थियो होइन अनि त्यसपछि हुँदै जाँदा बढ्दै जाँदाखेरि यहाँनिर अब यहाँको हजुर करप्सनको विषयमा निस्कियो एकदमै नेपोटिजम नेपोकिड्सहरूको कुराहरू निस्कियो होइन धेरैतिरबाट विभिन्न कुराहरू निस्किएर यत्रो दङ्गा भयो सबै थोक भयो यहाँनिर होइन अब त्यो विषयमा चाहिँ के हो भन्दाखेरि सरकारबाट हामीलाई के चाहिएको सरकारबाट हजुर न्याय चाहिएको हो अस्ति त्यत्रो सबैजना यहाँनिर त्यस्तो भयो गोलीहान भयो हजुर धेरैजना शहीद हुनुभयो अनि शहीद दिवस हुनु छ नि त अहिलेसम्म जतिजना पनि शहीद भयो नि हजुर तिनीहरू शहीद जुन हिसाबले भयो नि त्यो चाहिँ तपाईँलाई चाहिँ जायज लाग्छ कि अजायज लाग्छ त त्यो अहिलेसम्म शहीद भएकाहरू है हजुर हजुर त्यो त जायज होइन नि किनभने हामी त यहाँनिर त्यो दिन जेएनजी प्रोटेस्टको दिन हामी किन आएको थियौँ यहाँनिर किन उत्रेको थियौँ यहाँनिर होइन प्रोटेस्ट गर्नलाई भनेर हाम्रो दिमागमा हामीलाई त एकदमै सेफ हुन्छ होइन जेएनजीहरूको अझ युनिफर्ममा आयो भने त स्टुडेन्टहरूलाई बढी प्रायोरिटी दिन्छ होइन विद्यार्थीहरूको लागि अलि बढी सेफ्टी हुन्छ भनेर भनिएको थियो अनि हामीले त त्यो करप्सन यस्तो उस्तो विरुद्ध त हामीले बोल्न आएको थिएनौँ अनि त्यो सबै हुँदै जाँदा यताबाट उताबाट अब मलाई पनि खासै ज्ञान त छैन यो कुराहरूमा होइन मैले खासै बुझेको छुइनँ अब नबुझेको कुराहरूमा धेरै बोल्नु हुँदैन भन्छ होइन हजुर म आएको थिएँ आउँदाखेरि सामाजिक सञ्जाल बन्द भयो खोल्नुपर्छ भनेर नेपोटिजमको विषयमा मात्रै बोल्न आउनु भएको थियो नि होइन हजुर हामी त्यो कुरामा आएको हो खासमा होइन करप्सन यस्तो उस्तो यिनीहरू सबै यो कुराहरू पछि पछि अझै बढ्दै गएपछि होइन यहाँ गोली चल्यो के भयो त्यस्तो भएपछि सबैजना आक्रोश एकदम बढेर अनि त्यसपछि झन् हरेक कुराहरू सानो सानो कुराहरू एकदमै त्यो हुन्छ नि लुकेको दबेको कुराहरू निक्लेर आएको हो क्या त्यसपछि चाहिँ हामी त त्यो कुराहरूमा त्यसरी त्यो माग लिएर त आएको थिएनौँ हामी यहाँनिर यस्तो हुन्छ नि एकदमै भाइलेन्स होस् दङ्गा होस् भनेर त हामी आएको थिएनौँ।